यो हो एउटा सामान्य बल। यो बललाई मैले सर्टेन हाइटबाट खसाइदिएँ। ग्राभिटीले गर्दा तल खस्यो, राइट? यु आर रङ। ग्राभिटी त एक्जिस्ट नै गर्दैन। गुरुत्वाकर्षण एउटा भ्रम हो। देयर इज नो सच थिङ लाइक ग्राभिटी। यो मैले होइन, 19th सेन्चुरीको वान अफ द मोस्ट जिनियस साइन्टिस्ट अल्बर्ट आइन्स्टाइनले प्रमाणित गरेको कुरा हो। हामीलाई पृथ्वीको सतहमा फोर्सले तान्ने होइन, हामी त सिम्पली एउटा नेचुरल पाथ फलो गरिरहेछौँ। Gravity ain't real. Say we don't actually need gravity. Why is there gravity? Why does it work? हामी सबैलाई थाहा छ ग्राभिटीको सुरुवात न्युटनको टाउकोमा स्याउ खसेपछि भयो। न्युटनले त्यो स्याउ किन तल खस्यो भन्ने कुराको खोज गर्दै जाँदा उनले स्याउमा पक्कै पनि केही फोर्स लागेको हुनुपर्छ भन्ने अनुमान गरे। तर त्यो रहस्यमय इन्भिजिबल फोर्स साँच्चीकैमा थियो कि नै न्युटनले जीवनकालमा कहिले प्रमाणित गर्न सकेन। उनले त केवल फोर्स छ भन्ने अनुमान लगाए र त्यही अनुमानमा रहेर उनले आफ्नो जीवनकालमा वस्तुहरू कसरी खस्छ, कति स्पिडले खस्छ जस्ता कुरा मात्र नभई एउटा युनिभर्सल ल नै निकाल्न पुगे। F is equal to G m1 m2 by r square। हामी सबैले स्कुलमा पढेको, राइट? तर न्युटनको यो युनिभर्सल ल फेल खान थाल्यो जब सबैभन्दा सानो प्लानेट मर्करीले न्युटनले सोचेको भन्दा अनौठो व्यवहार देखायो। सिधा भाषामा मर्करीले न्युटनको युनिभर्सल ल फलो गरेन। यसको बावजुद पनि लगभग सबै कुरा न्युटनको युनिभर्सल लले एक्सप्लेन गर्न सक्ने भएकोले न्युटनको ल अर्को 2 शताब्दीसम्म एकदमै सही र भरपर्दो मानियो। तर 200 वर्षपछि आइन्स्टाइनले ग्राभिटीलाई हेर्ने दृष्टिकोण नै बदलिदिए। आइन्स्टाइनले एकपछि अर्को गर्दै न्युटनलाई गलत साबित गरे। आइन्स्टाइनले ग्राभिटी फोर्स नै होइन भन्ने दाबी गरे। आइन्स्टाइनले किन यस्तो भने अब जानौँ यो भिडियोमा। आइन्स्टाइनको अनुसार मासले स्पेस टाइमलाई बेन्ड गर्छ। This is the standard bent sheet analogy for curved space-time. यो अर्थ, सन र डिफ्रेन्ट प्लानेट्सहरूले स्पेस टाइमलाई बेन्ड वा कर्भ गरिरहेको छ। यसले गर्दा स्पेस टाइममा कर्वेचर बनेको छ। यो कर्वेचरले नै वस्तुहरू स्पेस टाइममा कसरी मुभ गर्छ भन्ने कुरा डिटरमाइन गर्छ। अर्थको मासले स्पेस टाइममा बनाएको कर्वेचरको कारण मुन अर्थको वरिपरि रिभल्भ गर्छ। फोर्स अफ अट्र्याक्सनले गर्दा होइन, कर्वेचरले गर्दा मुन अर्थको वरिपरि रिभल्भ गर्छ। त्यसैगरी अर्थ पनि सनको वरिपरि घुमिरहन्छ, नट बिकज अफ ग्राभिटेशनल फोर्स बट बिकज अफ कर्वेचर मेड बाइ मास अफ द सन। यो कर्वेचरले नै म्याटर यानि विभिन्न हेभेन्ली बडीहरू स्पेस टाइममा कसरी मुभ गर्छ भन्ने डिटरमाइन गर्छ। एउटा फेमस फ्रेज छ, सुन्नुहोस् है। म्याटर टेल्स स्पेस टाइम हाउ टु कर्भ एन्ड स्पेस टाइम टेल्स म्याटर हाउ टु मुभ। मतलब म्यासिभ अब्जेक्ट्स लाइक अर्थ, स्टार्स, प्लानेट्सले स्पेस टाइम फ्याब्रिकलाई कसरी कर्भ गर्ने भन्छ भने स्पेस टाइम फ्याब्रिकले आफ्नो कर्वेचरको बेसिसमा अरू विभिन्न अब्जेक्ट्सहरूलाई कसरी मुभ गराउने भन्ने डिटरमाइन गर्छ। स्पेस टाइममा रहेका सबै अब्जेक्ट्सहरू नेचुरल पाथ फलो गरिरहेछन्। तिनीहरूलाई न त कसैले फोर्स लगाइरहेछ न त केही अट्र्याक्सन भइरहेछ। तिनीहरू जस्ट आफ्नो नेचुरल पाथमा हिँडिरहेछन्। यसलाई फिजिक्सको भाषामा जियोडेसिक्स फलो गरेको भनिन्छ। ओके, तपाईँहरूलाई एउटा क्वेसन है त। हामीले सामान्य बललाई आकाशमा फ्याल्यौँ भने एकछिनपछि त्यो फ्री फल स्टेटमा आउँछ अनि ग्राउन्डमा खस्छ। त्यो बल के ग्राभिटीको फोर्सले गर्दा फ्री फलमा आएको हो त? नो, होइन है। त्यो बलमा एक्चुअली केही फोर्स लागेको छैन। त्यो बल सिम्पली आफ्नो जियोडेसिक्सलाई फलो गरिरहेछ, नेचुरल पाथलाई, जुन स्पेस टाइमको कर्वेचरले गर्दा बनेको हुन्छ। ओके, यतिसम्म त बुझियो। हामीलाई पृथ्वीको सतहमा फोर्सले तान्ने होइन, हामी त सिम्पली एउटा नेचुरल पाथ फलो गरिरहेछौँ, जस्ट लाइक स्पेसको प्लानेट्सहरू गरिरहेछन्। फाइनली
हामीले ग्राभिटी फोर्स होइन जस्ट एउटा स्पेस टाइमको कर्वेचरले गर्दा युनिभर्समा बनेको नेचुरल पाथ हो भनेर बुझे। अब जानौँ आइन्स्टाइनले दिएको इक्विभ्यालेन्स प्रिन्सिपल। कुन प्रिन्सिपल? इक्विभ्यालेन्स प्रिन्सिपल है। यो प्रिन्सिपल अनुसार फ्ल्याट स्पेस टाइममा 9.8 मिटर पर सेकेन्ड स्क्वायरले एक्सेलरेट गरिरहेको रकेटमा उडिँदा तपाईँले गर्ने एक्सपिरियन्स र अहिले अर्थको सर्फेसमा स्टिल वा स्टेसनरी बस्दा गर्ने एक्सपिरियन्स सिमिलर नभई एक्ज्याक्ट सेम हुन्छ। मतलब 9.8 मिटर पर सेकेन्ड स्क्वायरले अपवर्ड एक्सेलरेट गरेको स्पेससिपमा हुनु र अर्थमा हुनुको एक्सपिरियन्स सेम हुन्छ। यसको मतलब ग्राभिटीको इफेक्ट र एक्सेलरेसनको इफेक्ट सेम हुँदो रहेछ। इफेक्ट सेम हुने हुनाले हामीले यी दुई कुरालाई छुट्याउन सक्दैनौँ। यस्तो कुरा सोच्दै गर्दा हामीलाई के अर्थ पनि रकेट जस्तै त एक्सेलरेट गरिरहेको छैन भन्ने लाग्छ। के हामी अहिलेसम्म एक्सेलरेसनको इफेक्ट लाइक ग्राभिटी त सम्झिरहेको थिएनौँ? इन टर्म्स अफ स्पेस टाइम, यस, अर्थ 9.8 मिटर पर सेकेन्ड स्क्वायरले चारैतिरबाट एक्सेलरेट गरिरहेछ र यस, हामीले अहिलेसम्म अर्थ सर्फेसको एक्सेलरेसनलाई ग्राभिटी सम्झिरहेको थियौँ। ओके, एउटा एक्सपेरिमेन्ट हो। यो एक्सपेरिमेन्टले आइन्स्टाइन सही थिए भन्ने कुरा केही हदसम्म सपोर्ट गर्छ। यो दुईवटा बल, दुईटैको डिफ्रेन्ट मास छ। मैले दुईटैलाई सेम हाइटमा राखेर तल खसाइदिएँ। हामीलाई थाहा छ दुईटै बलले सेम टाइममा ग्राउन्डलाई हिट गर्छ, राइट? तर न्युटनको युनिभर्सल ल अनुसार ग्रेटर मास भएको बलमा धेरै फोर्स अफ ग्राभिटी लाग्नुपर्ने होइन र? किनकि फोर्स अफ ग्राभिटी इज डाइरेक्टली प्रोपोर्सनल टु मास अफ टु बल्स, राइट? यो कुरालाई न्युटनले यसरी डिफाइन गरे। यो F इज इक्वल टु G_m_m/r² ग्राभिटेसनल फोर्सको फर्मुला र यो हो F इज इक्वल्स टु ma नर्मल फोर्सको फर्मुला। यो दुईटा इक्वेसन इक्वेट गर्दा न्युटनले यो दुईटै मासेस क्यान्सल आउट गर्छन्। जब एउटा मास m भनेको ग्राभिटेसनल फोर्सको मास थियो र अर्को मास m भनेको नर्मल फोर्सको इनर्सियल मास थियो। यो दुईटा मासेस म्याथमेटिकल्ली इक्वल भए पनि कन्सेप्चुअली धेरै डिफ्रेन्ट छन्। यो कसरी काट्न मिल्ला? जसोतसो यसरी इक्वेट गरेर उनले एक्सेलरेसन a इज इक्वल टु Gm/r² निकाले र एक्सेलरेसन सबै मासेसको लागि सेम हुन्छ भन्ने प्रुफ गरे। तर आइन्स्टाइनलाई यो प्रब्लम कहिल्यै आएन, किनभने आइन्स्टाइनको अनुसार अब्जेक्टहरू आफ्नो नेचुरल पाथ जियोडेसिक्स फलो गर्छन् जबसम्म ती अब्जेक्ट पृथ्वीको सतहमा ठोकिँदैनन्। मतलब सबै अब्जेक्ट आफ्नो जियोडेसिक्स फलो गर्छन् विथ द सेम स्पिड, त्यो हेभियर अब्जेक्ट होस् वा लाइटर अब्जेक्ट। अमेजिङ, राइट? आइन्स्टाइनले बिस्तारै ग्राभिटेसनल लेन्सिङ यानि ग्राभिटीले गर्दा लाइट कसरी बेन्ड हुन्छ, ग्राभिटेसनल टाइम डाइलेसन यानि ग्राभिटीले टाइमलाई कसरी एफेक्ट गर्छ र ग्राभिटीले गर्दा ब्ल्याक होल्स र ग्राभिटेसनल वेभ्स कसरी फर्म भए सबै प्रेडिक्ट गरे र पछि त्यो प्रुफ पनि भयो। तर न्युटनले ग्राभिटीले पार्ने यस्ता इफेक्टका बारेमा सोचेका पनि थिएनन्। न्युटनको ल, फर्मुला र प्रेडिक्सनहरू कमजोर ग्राभिटेसनल फिल्ड, लो स्पिड, नर्मल कन्डिसन्स लाइक अर्थमा त एक्युरेट थिए। तर स्ट्रङ ग्राभिटी, हाई प्रेसिजन र एक्सट्रिम कन्डिसनमा आइन्स्टाइनको अनुमान जहिले सही निक्ल्यो, किनभने आइन्स्टाइनले ग्राभिटीको बारेमा गरेको अनुमान एकदम सही थियो र आज आइन्स्टाइनको रिलेटिभिटी कन्सेप्ट नभएको भए गुगल म्याप्स, लोकेसन ट्र्याकिङ जस्ता जिपिएसका सुविधाहरू एक्युरेट हुने थिएन। अब अर्कोचोटि केही खसेको देख्नुभयो भने त्यो ग्राभिटीको फोर्सले गर्दा तल खसेको होइन, त्यो त जस्ट स्पेस टाइमको कर्वेचरको कारण नेचुरल पाथ फलो गरिरहेको हो भनेर बुझ्नुहोस्।